हेलो गाइस, वेलकम टु माई ब्लग। आज चाहिँ हाम्रो के छ भन्दाखेरि आज चाहिँ के स्पेसल छ भन्दाखेरि आज चैतबार हो र आज चाहिँ बाबाको ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे भन्नु छ, ह्यापी बर्थडे भन्नु भन्दैन। हामी चाहिँ अहिले भर्खर बिहान मुखसुख भयो, पूजा गरियो। अब सगुन दिन बाँकी छ अनि त्यो सुल्तान ढोक्नु बाँकी छ। अनि त्यसपछि चाहिँ हाम्रो आज उता के भन्छ चमाका बौद्धमा जात्रा पनि छ, हाम्रो उता जान्छौँ। अहिलेले चाहिँ अब घरमा पहिला पूजा गरिहाल्यो। अब बाबा चाहिँ मुख धुँदैछ। अब सगुन पनि पूजा अनि देउताहरू पनि ढोक्नु बाँकी छ। बाहिर गएर फेरि भेटौँला साथीहरू। गाइस, बर्थडे म्यानलाई यहाँ मन्दिर आएको छौँ हामी, गणेश मन्दिर। यहाँ बाबालाई बाबु देउता धोकिरहेको छ त्यहाँ हेर नि त। बाबु हुन्न। ल जन्मदिनको धेरै धेरै शुभकामना छ। ल घरभित्र चस्मा लाउनु तपाईँ। ल कहिले केही नहोस्, जिन्दगीमा धेरै उन्नति गरौँ। ल चाहिँ बाबु यहाँ समातो दिन्छु। ल है ल त्यो माछा छैन। माछा पनि चाहियो। माछा होइन, माछा पनि चाहियो। अब ल खाऊ भन्दा पनि खाऊ। ल मिठाई पनि खाऊ। ल ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे टु यु। बाबुले निकाल्यो ह्याप्पी बर्थडे टु यु होइन। ल ह्याप्पी बर्थडे। ह्याप्पी बर्थडे टु यु। तिमी पनि नखाने खाऊ न। ल अब चाहिँ बाबुलाई नि अर्को टिका लाग्यो। त्यो टिका छ बाबु पनि। ल तिमीले खाउँदा होला। भइहाल्छ नि। ल केक हाल्छु कहाँ हो केक? केक ल केक खाएछ भने केक खाएको गाइस, हामी रेडी भएर निस्किसक्यौँ। 12 बज्न लागिसक्यो। अब पुग्ने कतिखेर सबै त्यस्तै हो, कहिले टाढो निस्किनु पाउँदैन। चल्दै बाबुलाई लुगा लाएर गर्दाखेरि रेडी गर्दा सबै यस्तै ढिला हुन्छ। अब कतिखेर पुग्ने थाहा छैन। बर्थडे म्यानलाई मन्दिर ढोकाउन ल्याएको। हामी पनि झोकौँ।
बजारमा मन खिचिरहेछ ओ माई गॉड ल आज चाहिँ चैत दसैँ हो त्यही भएर यहाँ अब बेलुका रथ तान्ने भएर रथ चाहिँ भर्खर बनाउँदैछ कम्प्लिट भएको छैन अब डेकोरेसन गर्न बाँकी छ बनाउँदैछ ल सेतो मछेन्द्रनाथ जात्राको ल चैत दसैँ ए यो कहाँ पुग्यो बाबु अब भात खाने है अब भात खाने सबन मामा भर्खर सुतेर उठ्यो है सबन मामा रुन्छ भात खाने यहाँ चौबाले खेला मोल्दै हुनुहुन्छ भाटामा चौबालाई जात्रा लगाइसक्यो चौबाले यहाँ यत्रो भाँडोमा हेर त्यहाँ मासु पकाइराख्नु भएको छ हाम्रो माइजूले बडम फलाइराख्नु भएको छ मेरो बाबु चाहिँ यहाँ यस्तो बदमास भएर ल ल ल ल भुइँमा ल अनि आइसक्नु भएछ चमा लाभा र पाल भइसकेपछि लाभा पालका हो छोरा देउता ढोग्ने भइसकेको छ है आफै आफै देउता छानी देउता हिँडा गरिरहेछ एउटा त्यो पानी बाटोमा समात्नु ओ माई गॉड हिँडा गरिरहेछ बाबु पानीमा लाग्यो ओ शाबास बता ऋषि हो यो ऋषि सप्तऋषि आज यहाँ जात्रा भएको भएर भजन पनि गरिरहेछ यहाँ सरस्वती माता हो हिँडा गर नि छोरा हिँडा गर सानो गार्डन नि बनाएर रहेछ यहाँ सानो पानीमा गयो गुरु पानी गयो हुँदैन नारायण ओ यहाँ छ हिँडा गर छोरा यहाँ हिँडा गर हिँडा बिस्तारै हिँडा गर शाबास यहाँ भैरव छ ल यहाँ भैरव छ छोरा भैरव छ हिँडा गर हिँडा ओ हिँडा आऊ यता आऊ हिँडा गर आऊ बाबु यहाँ हिँडा गर्ने आऊ हिँडा गर्न जा भोज हाल्दैछ यहाँ होइन राम्ररी हाल भोज खाने मान्छे निकै छ भोज
मासु बङ्गुरको मासु यो चाहिँ बङ्गुरको मासु हो आलु छ रेला छ चना छ तेरो छ भुटी छ भटमास छ कोक खानेलाई कोक छ बियर खानेलाई छ्याङ छ सबै छ हाम्रो सेफ सेफ मेरो बाबुको लिउ त बाबु बाबुको मात्रै राम्रो आएछ ल हाम्रो राम्रो छैन छ म बाबुको अहिले पठाइदिन्छु अनि यहाँ सबैजना छ र ह्यान्ड ओभर भयो त्यो चाहिँ भ्लगरको आमा हो कसरी खाने जहिले पनि यस्तो गरेर खानु दिनुपर्छ छोरा हामीले यो भन्दा खुसीको कुरा के छ आजको नले हाम्रो ठुलो मान्छे उसको फर्स्ट जात्राको भोज होइन हामीले मैले मामाले चाहिँ फ्रुटी ल्याएको थिएँ उसलाई यो चाहिँ हाम्रो बोबो ब्लगर चाहिँ चुरा खाँदैछ मैले चाहिँ भिडियो गर्दा हो अनि हाम्रो ब्लगरको माइज हो उहाँ चाहिँ We have lots of beers. With being said, beer सकेर ओ तपाईँ मान्छे आउँछ कहाँ भ्याउँछ यता सकल्ला होला यो 1400 को रहेछ अर्को रहेछ यो 1400 अर्को के 1400 अर्को रहेछ
बाबुको अवस्था
भन्नु हेलो गाइस भनिदेऊ अब चाहिँ हाम्रो जात्राको भ्लग आज यहीँ सकिँदैछ अब खाना खाने जाने होइन अब सबैजनालाई बाई बाई ल बाई गरिदियो बाई सी यु इन नेक्स्ट भ्लग बाई बाई गर छोरा गरौँ रोनित ल बाई गरिदियो ल बाई